होली पर्व 2081 को सम्पूर्णमा धेरै शुभकामना। आज हामी होली पर्व मनाउन गइरहेका छौँ र हरेक फागुनको पूर्णिमाको दिनमा हामी यो पर्व मनाउने गर्दछौँ। र यो पर्व मनाउनुको खास कारण के छ भने त्रेतायुगमा प्रह्लादले जब विष्णु भगवानको चाहिँ पूजा गर्ने क्रममा प्रह्लादका पिता हिरण्यकश्यप अब म नै भगवान हुँ र मेरो नै पूजा गर्नुपर्छ भन्ने चाहिँ कुरा भनिसकेपछि प्रह्लादले त्यो कुरा नमान्दा हिरण्यकश्यपकी बहिनी होलिकाले प्रह्लादलाई चाहिँ आगोमा लडाएर खरानी पार्ने जुन षड्यन्त्र गरेको थियो, त्यो षड्यन्त्रको बावजुद होलिका आफै चाहिँ त्यो आगोमा दहन भएको कारणले असत्यमाथि सत्यको विजय भएको सन्दर्भमा हामी यो पर्व मनाउने गर्दछौँ। यो पर्वमा हामी विभिन्न प्रकारका रङहरू पनि प्रयोग गर्ने गर्दछौँ। त्यो खुसियालीमा जस्तै हामी रातो, हरियो, पहेँलो, नीलो, सेतो यो किन गर्छौँ भने रातो रङ आफैमा एउटा शक्ति र सौभाग्यको रङ हो। हाम्रा जति पनि देव देवताहरू छन् ती देवताहरूको पहिरन पनि हामी रातो रङको पाउँछौँ। त्यस्तै हरियो रङ पनि हामी होलीमा प्रयोग गर्ने गर्छौँ। यो विशेष गरेर जीवन शक्ति र मार्मिकताको एउटा चाहिँ एउटा यो प्रतीक हो अथवा प्रकृतिको एउटा प्रतीकको रूपमा चाहिँ हामी हरियो रङलाई लिन्छौँ। किनभने मानव पनि एउटा प्रकृतिको उपज भएको कारणले मानव चाहिँ प्रकृति प्रेमी बन्नुहोस् भन्ने यसको उद्देश्य हुन्छ। जस्तै अनि हामी पहिलो रङ पनि प्रयोग गर्छौँ। पहिलो रङ भनेको एउटा भक्ति र धर्मपरायणको चाहिँ एउटा रङ हो। अनि नीलो रङ पनि प्रयोग गर्छौँ। त्यसरी नीलो वर्ण भगवान विष्णुले यो चाहिँ अधर्मको नाश र धर्मको रक्षा होस् भन्ने चाहिँ उहाँको चाहना अनुसार नीलो रङलाई प्रयोग गरिन्छ। त्यस्तै सेतो रङ भनेको एउटा शुद्धताको प्रतीक हो र आज हामी हाम्रो वर्षभरिका विभिन्न तनावहरू कसैप्रतिका रिस राग हुन सक्छन् र यस्ता चाहिँ विभिन्न चाहिँ कुराहरूलाई चाहिँ छोडेर हामी अब वसन्तको नयाँ आगमनसँगै हामी भित्र भएका विभिन्न क्रोध, रिस राग, डाहलाई परित्याग गरेर कसैलाई क्षमा दिएर अब हामी चाहिँ हाम्रो जीवन अगाडि बढाउँछौँ र एउटा चाहिँ उल्लासपूर्ण वातावरणमा चाहिँ हामी आफ्नो जीवन अगाडि बढाउँछौँ र बढाउनुपर्छ भन्ने चाहिँ यो पर्वको मुख्य चाहिँ लक्ष्य रहेको छ। त्यसकारण अब हामीले यो पर्वलाई धुमधामका साथ एक आपसमा साथीसँगी आफ्नो परिवार समाजसँग मिलेर चाहिँ खुसियालीका साथ यो पर्व मनाऊँ भन्दै म यति शब्द भन्न चाहन्छु। धन्यवाद।